हामी चाहिँ कुसाई कुद्न जाँदैछौँ हामी चाहिँ ब्रदर्सहरू पाँचजना जान लाग्यो अनि हामीसँग हेन्सी पाडो ब्लग पनि छ हेन्सी पाडो यताबाट हान्सी पाडो गाइज अनि हाम्रो भक्कल के भयो भन्दा हामीले चाहिँ टिकट बिर्स्यो अनि जगतलाई पठाउँछौँ हामी चाहिँ यो गाडीबाट जाँदैछौँ लास्ट सिट होला हाम्रो चाहिँ एन्ड एभ्रिवान इज हियर अब हामी 5-10 मिनटमा निस्किन्छौँ खाना खान लागेको छ मेरो चाहिँ आउँदैछ है हामी चाहिँ धुन्चे आइपुगेको छौँ अब यहाँबाट हिँड्दैछौँ त्यहाँ स्न्याक्सहरू केही खानेकुरा राख्छौँ होला ब्यागमा अनि जान्छौँ सिट पारमा हामी चाहिँ हिँडेको छौँ दामी पहाड छ है बाटो चाहिँ एकदमै धेरै उकालो छ है हिँड्नु नसक्ने मान्छेहरूलाई एकदम गाह्रो हुन्छ तर एकदम दामी रमाइलो भइरहेछ भाइहरू ब्रदरहरूसँग क्यान सी सन हामी चाहिँ देउराली आइपुगेको छौँ अहिले 5:30 बजेको छ हामी चाहिँ अझै माथि जान्छौँ यस्तो इस्टिमेट टाइम अनुसार चाहिँ म्याप अनुसार हामी त्यहाँबाट आउन 7 घन्टा 7 घन्टा लाग्नुपर्ने हामी चाहिँ एक्ज्याक्ट 3 घन्टा खतराको छ डेन्जरसँग हान्दैन जसरी है यिनीहरूले हान्दा त हान्दैन है मान्छे रहन्छ झोला ग्याङहरू छ है झोला ग्याङहरू छ टङ्की तर्सिरह भने नि मैले चाहिँ हामी यो होटेलमा बस्छौँ डेस्टिनेसनमा आइपुगेको छौँ हामी भर्खरै आएको किराहरू त्यहाँ सो चिना उस्तो हामी चाहिँ यहाँभित्र बस्छौँ ओके छ है त्यस्तो गुड नि भन्नु हुँदैन ब्याड नि भन्नु हुँदैन यो न्यू एक्सपिरियन्स हुन्छ हामी सुत्ने खाट चाहिँ यस्तो छ है नाइस नै छ यहाँ चाहिँ माथि बुङ्केल जस्तो रहेछ है हामी चाहिँ यसो चिया खाइरहेछौँ म चाहिँ खाल चिया खाइरहेको छु यहाँ मान्छे पारो चाहिँ दुचिया गाइज यहाँ चाहिँ खाने कार्यक्रम भइरहेछ अनि त्यसपछि यहाँ चिया स्टार्ट हुन्छ कसले जित्छ चाहिँ यहाँ कमेन्टमा भनिदिनु होला सिडमा आएको सोच्छौँ हामी दामी रमाइलो भइरहेछ है हामी चाहिँ अब खाना खान लाग्यो यहाँ अन्डा यहाँ आएको छ लोकल अन्डा प्योर लोकल अन्डा अनि यहाँ चाहिँ हामीले चाहिँ यहाँ मासु पनि खानु लाग्छ चिकन माथि चाहिँ पाउँदैन अरे खान पाउने ठाउँमा किन छोड्नु होइन माहौल रमाइलो छ यहाँ दाइहरूले राम्रो राम्रो गीतहरू गाइरहनु भएको
दामी हुन्छ हम चाहिँ रोटी तरकारी चिया अनि अन्डा खाएर चाहिँ अब हिँड्छौँ यहाँ भइरहेछ हिजो कस्तो भयो मान रमाइलो भयो नि आवाज माई सिङ्गिङ Oh, best man, best performance. चारजना बिग फ्यान भनेर म हैरान गरेर राखन् अब यहाँबाट हिँड्न लगाएको छौँ अब हाम्रो एउटा सबभन्दा सानो भाइ राजेश चाहिँ यहाँ जान सकेन ऊ अलिकति बिराम भयो खोकी लाग्यो त्यो भएर उसले आफैले डिसाइड गर्यो म जान्न भनेर हामीले केही पनि भनेको छैन उसलाई डिसिजन गर्नु दिएको थियौँ ठिकै छ केही भएन भोलि आएर अब सँगै जान्छ केही भएन ल दाजु रेडी हुनुहुन्छ है ल जस्ट गुड टाइम ठिक छ बवाल ठाउँ रहेछ बस्नलाई म चाहिँ यहाँ चढ्दैछु सिँढी यहाँ माथि राम्रो लगाएर एउटा बेड लगायो भने मजा आउँछ है दामी ठाउँ छ यहाँ बस्नु मजा आउने छ है यहाँ चाहिँ हामी 10 मिनट चाहिँ बस्नै पर्ने हुन्छ कसरी फुल्यो हातमा एकदम मजा आइरहेको एकदम रमाइलो वर्षित छ वर्षित छौँ हामी जङ्गलको बिचमा छौँ दामी जङ्गल छ है कस्तो राम्रो छ एकदम जति माथि आयो त्यति राम्रो छ है वाउ सबजना बसेको जानलाई यहाँ रेस्ट गर्नुभएको एकदम रमाइलो छ माहौल त्यहाँ चाहिँ पाटो त्यहाँ बसिरहेछ भाइहरू चाहिँ यहाँ बसिरहेको पछाडि चाहिँ बुद्ध भगवानको यो मूर्ति रहेछ है एकदम दामी स्टोनहरूले बनाएको छ एकदम थाकेको छौँ तर एकदम मजा आइरह अनि पछाडि भ्यू यस्तो दामी छ है वर्थित छ है एकदम वर्थित छ आउट अफ नो वेयर यो जङ्गलमा यो खान यति मजा आउँछ यति सेटिस्फ्याक्सन हुन्छ स्न्याक्सहरू ल्याएछौँ हामीले यस्तो मजा आउँछ यो खानु ओ माइ गॉड हामी चाहिँ माथि आएको छौँ म चाहिँ माथि जानु छ अनि यहाँ भाइहरू बसेको छौँ भ्यू हेर्न सक्नुहुन्छ यस्तो बवाल छ है कस्तै दामी पहाड बाइक केही छैन हामी टुप्पोमा छौँ लाउरे बिनाकमा छौँ हामी चाहिँ हामी अझै माथि टुप्पोमा जानु छ एकदम धेरै हिँड्नु छ बबाल कि जति माथि आयो त्यति रमाइलो के हुन्छ नि आउनै पर्ने ठाउँ हो कि यो लाइफमा एकचोटि हामी चाहिँ यहाँ खाना खानु लाग्छ मिठो छ हेर्दाखेरि र खाना खायौँ एकदम इनर्जेटिक छौँ अब यहाँ माथि डाँडा चढ्दैछौँ तर हाम्रो एउटा जगत भाइलाई चाहिँ अलिकति गाह्रो भयो ऊ चाहिँ यहाँ बस्दैछ है जगत म्याक्स खोल्दा एकचोटि हो ऊ चाहिँ आज यहाँ अलि यहाँ बस्दैछ उसलाई अलिकति टाउको दुख्यो होइन अलिकति गाह्रो भयो त्यही भएर म यहाँ रेस्ट गर्छ सुन जगत जिउलाई चाहिँ खायो त यहाँ हामी जान्छ कस्तो डेन्जर पहाड छ है बाटो पनि छैन यहाँबाट यसरी हिँड्नुपर्छ एकदम रमाइलो आन्टी हुनुहुन्छ भर्खर चिनेको छोरी हो आन्टीको नाइस हिमाल छ पहाड छ हामी चाहिँ आउट अफ नो वेयर डाँडामा छौँ पुरै यस्तो छ भिरालो जङ्गल मात्र जङ्गलै होइन यो डाँडा मात्र छ एकदमै डेन्जरस छ एकदमै वर्थित छ है यहाँ चाहिँ हाम्रो
हामी चाहिँ यहाँ टुप्पोमा आइपुगेको छौँ अझैमा जानुपर्छ तर यहाँ भिउ दामी रहेछ त्यो एकचोटि खिचिहाल भनेर चाहिँ घोडाहरू छ पत्थर है घोडा पत्थर जस्तो लाग्यो अलि दामी ठाउँ छु अनि टुप्पोमा छु तर अझैमा जानु छ यहाँ चाहिँ एकदमै धेरै राम्रो छ एकदम दामी सक्नुहुन्छ बाटोमा रेस्ट गरिरहेको छौँ बाटो यस्तो छ हामी चाहिँ त्यहाँ लेक देखेको छौँ है त्यो कुन लेक हो चाहिँ मलाई थाहा छैन तर एकदम ब्युटिफुल छ कि एकदम ब्युटिफुल यस्तो छ पुग्न लगाएको छौँ लगभग अगाडि छ गोसाइकुण्ड हामी यहाँ रेस्ट गरिरहेको छौँ एकदम दामी बाटो छ यो चाहिँ भैरव कुण्ड रहेछ गोसाइकुण्ड चाहिँ अलि अगाडि रहेछ त्यही भएर हामी अब अलि अगाडि जाँदैछौँ त्यहाँ सर गएर यहाँ हाम फालेन भनौँ ठुलो रहेछ है ठुलो छ वर्षित एकदम वर्षित म चाहिँ फाइनली गोसाइकुण्ड आएको छु मेरो पछाडि गोसाइकुण्ड छ एकदम दामी छ है यहाँ चाहिँ लगभग हामी बाहेक कोही छैन एउटा आन्टी र उहाँको एकजना हुनुहुन्छ अनि त्यति हो यस्तो दामी छ है यहाँ अब हामी नुहाउँछौँ कस्तो फिल भइरहेछ भनौँ त म नर्भस पनि छु होइन किनकि यहाँसम्म आउँदा लास्टै गाह्रो भएको थियो अब यो गरेर ज्वरो आउनु पनि भेट छैन तर आई विल डु इट बिकज आई टेल माइसेल्फ आई एम स्ट्रङ एन्ड आई एम मान्छे के भन्छ मलाई यहाँ एकचोटि चाहिँ आउनुपर्छ जस्तो लाग्छ तर यस्तो हतार गरेर चाहिँ नआउनु होला आउँदै हुन्छ तर अनि यहाँ चाहिँ डुब गर्दा चाहिँ आफ्नो करेन्ट हामीले त टावल पनि ल्याएन कि अब कन्डिसन हेरेर मात्रै हामी फाल्यो होला डुब्न जाँदैछ डुब्लुङ्गो डुबे सब सब डुब सब हामीले गोसाइकुण्ड आइपुगेको छौँ यहाँ चाहिँ हामीले डुबुल्की पनि हानेको छौँ एकदम फ्रेस भयौँ अनि यो ठाउँ चाहिँ सबजना एकचोटि आउनै पर्छ एकदम दामी छ क्या स्ट्रगल पनि हुन्छ आफूले आफ्नो पोटेन्सियललाई बढाउने चान्स पनि हो क्या यो त्यही भएर इट वाज भेरी फन ट्रिप है विथ ब्रदर्स थ्याङ्क यू जब त अनि यहाँ बसेपछि चाहिँ हामी त्यहाँबाट आउँदै थियौँ है हजुर अनि त्यो बेला कस्तो फिल भयो त यहाँबाट माथि हामीलाई देख्दाखेरि खुसी लाग्यो त्यो चाहिँ कस्तो थोरै एक्सप्लेन गर्न सक्छस् भने एक्सप्लेन गर्न मलाई खुसी लागेको थियो खै मैले अहिलेको अवस्था चाहिँ जानु सक्छु जस्तो लागेको थियो अब अघि चाहिँ लास्ट गाह्रो भएको थियो ठिक छ ठिक छ ठिक इन माई अनटायर लाइफ चसो खाँदैछौँ दामी छ यो चाहिँ यहाँ ढलेको मान्छे
नाइस कम्पिटिसन परेको छ म चाहिँ लास्ट नम्बरमा आएको छु म चाहिँ फर्स्टमा आएको छु यो अनुकूललाई जानलाई ल नाइस ल यसको त 8 चोटिमा लगातार मिस हानेको मान्छे हो यो ल ओए समान लास्ट फेरि अघि घुम्छ है अघि राम घुम्छ त असर पार्नु है फेरि छाड्नु न हाल्नु मलाई ए टिकट हुन आएन यो त बटाउनु नाइस नाइस अलिक पछाडिबाट ओके गाइज अब चाहिँ कप लागेको पालो कपले ज्यान देखाइदिनु त्यो राम्रो देखाएको छ पछाडि ओके नाइस गो 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 यसले चाहिँ यस्तो एङ्गलबाट गरेर पोर्ट्रेट कि आई देखाएको छ मिन